मेरो चाहिँ माइक आउनेवाला छ र मलाई फोन आइसक्यो, त्यही भएर म लिन चाहिँ बाहिर निस्केर बसेको। ल अब यसलाई ओपन गरौँ र हेरौँ। खुल्यो खुल्यो। एउटाहरूले तान्न गाह्रो हुने के। र नयाँ माइक्रोफोन। ल दिस इज द माइक। अब हटाऊँ र यस्तो छ हेर्दा चाहिँ। एन्ड देन अब यसलाई ओपन गरौँ। गरेपछि यस्तो छ। यो चाहिँ दुईटा माइक्रोफोन एन्ड दिस इज द रिसिभर। अहिले यो चाहिँ मेरो माइकबाट रेकर्ड गर्दैछु। यहाँ देख्न सक्नुहुन्छ, यहाँ लाइट बलिरहेको छ र आवाज कस्तो आएको छ हजुरले यतिकै हेरेर थाहा पाउन सक्नुहुन्छ। होपफुल्ली राम्रो आयो होला। मलाई पनि थाहा छैन कस्तो छ, मैले भिडियो एडिट गर्दा मात्रै थाहा पाउँछु। एउटा USB टाइप सी केबल, युजर म्यानुअल, अनि 1 इयरको फ्री वारेन्टी, अनि एउटा अल्टिमा आर्मीको स्टिकर पनि पाएँ हम। ल अब साथी आउँछन्, साथीलाई लिएर हामी कपाल काट्न जानेवाला छौँ छिटै। अब हामी काट्न चाहिँ नजिकै आइसक्यौँ। अनि हामी यहाँ काट्ने भने क्या यहाँ कपाल काट्न लागेको केटाहरू चाहिँ यहाँ यस्तो तरिकाले बस्छ। अनि भन्ने नि त हजुर, है कस्तो बनायो नि तैँले कपाल? सानो किन ठुलो बना न। मैले चाहिँ एउटा करेन्ट एउटा गजबको पिरो बनाएर खान लाग्यो। मिठो अब यो बनाउँछ अनि दुईवटा एग पनि बोइल गर्छ अनि यो र अन्डा मिसाएर खाइदिन्छ। केटाहरू चाहिँ बाहिर जान मानेन, झ्याउला भने, अनि त्यही भएर यो बनाएर खान्छ। न त चटपटी सटपटी के खाने प्लान थियो हाम्रो। मेरो पिरो चौथो चाहिँ बनिसक्यो। अनि अन्डा चाहिँ के लाग्दा अलिकति फुटेर म यो खानेवाला छु। एकदम पिरो पिरो भए पनि खाइदिने हो। खतरा मिठो छ यार। लास्ट पिरो भइसक्यो। मैले चाहिँ यत्रो खाइसकेँ र हालत खराब भइसक्यो। ल लास्टै पिरो भयो, त्यो भएर चिनिरहेको। पिरो भयो भने हाम्रो लोकल चक्लेट भनेको चिनी हो। छिटो छिटो खाऊ।